प्रधानमन्त्री बालेन्द्र शाह बालेनले अख्तियारका कर्मचारीहरूलाई 9 घण्टासम्म कोठामा राखेर थुनेर राखेको भनेर यत्र तत्र विरोध भइसकेपछि के रहेछ भनेर बुझ्दाखेरि यी पासपोर्ट छपाई काण्डमा ठेकापट्टा प्रक्रियामा 1 अरब घोटाला भएको भनेर जानकारीमा आइसक्दाखेरि पनि अख्तियारको पुरै टिम कानमा तेल हालेर बसेको, मुद्दा चलाउनलाई चाहिँ आनाकानी गरेको कारणले बाध्यतावश प्रधानमन्त्री बालेन्द्र शाह बालेनले अख्तियारको पुरा टिमलाई बन्द कोठामा 9 घण्टासम्म राखेर छलफल गरी निष्कर्ष निकालिसकेपछि बल्ल मुद्दा चलाउन राजी भएको र मुद्दा चलेको भनेर सुन्नमा आएको छ। के अख्तियार जस्तो एउटा निकायले एउटा मुद्दा चलाउनको लागि 9 घण्टासम्म छलफलमा बस्नुपर्ने हो? के यसरी देशमा सुशासन भएको कुरा जनतालाई अनुभूति हुन्छ? 1 लाख 2 लाख करोड 2 करोड होइन कि 1 अरब घोटाला भएको थाहा छ, फेरि पनि मुद्दा चलाउन अख्तियार मानिरहेको छैन भने यसमा केही न केही त छ भित्र रहस्य भनेर आम जनताले आफ्नो धारणा राख्ने बेला भइसकेको छ। यो कुरा हजुरहरूलाई कस्तो लाग्यो? मलाई त धेरै राम्रो लाग्यो। यसरी थुनेर भए पनि मुद्दा चलाउनु पर्छ भन्ने कुरा यहाँहरूको धारणा के छ? कमेन्ट गरेर बताउनु होला। हस्त धन्यवाद।